ल धेरै पछि मेरो भ्लग आयो है। लगभग धेरै पछि नै आयो मेरो भ्लग। आज चाहिँ हामी म र मेरो साथी लङ घलेतिर। लङ घले चाहिँ कमले नै भनिन्छ, मान्छेहरूले यहाँको लङ भिलेज भन्दो रहेछ। यहाँ लङ भिलेजको खास विशेषता भनेको चाहिँ चिया बगान रहेछ। चिया बगान यो घुम्न सकिन्छ। अनि लास्ट देखिने भनेको पछाडिको माछा पुछ्रे देखिने रहेछ। अनि एकदम राम्रो ठाउँ, अनि सबै बस्नको व्यवस्था पनि राम्रो रहेछ। तपाईहरुलाई टेन्टमा कपाल आउँदा चाहिँ राम्रो है, बेस्ट कपाल आउँदा चाहिँ राम्रो। अनि खास गरी कपालहरुको लागि टेन्टको व्यवस्था पनि छ, त्यहाँ तल होमस्टे पनि छ। अनि खासै प्राइस पनि हाई छैन, एकदम प्राइस पनि मिडियम छ। अनि एकदम राम्रो छ ठाउँ घुम्नलाई। जस केटा चाहिँ नआउनु, कपाल आउनु, त्यो मेरो मेन कुरा चाहिँ। केटा आयो भने चाहिँ खासै रमाइलो हुँदैन। कि ग्रुपमा आउनुपर्छ केटा दारु खाने हिसाबले, कि भने कपाल आउनु, अनि मात्रै राम्रो हुन्छ। ल यही हो, एकचोटि घुमेर हेरौँ है त सिन। ल फाइनली मैले चिया बगानमा चाहिँ एउटा साथी भेटिसकेँ, मेरो साथी अन्जन। तिमी यहाँ कहाँ कहिले आएको? तिमी त एक्लै घुम्दै नि अन्जन। के छ अन्जन, तिमी त के हो, भेटघाटै छैन, फोन गर्दा पनि उठाउन। तिम्रो नाम अन्जन भने होइन? ल हामीले यहाँ अन्जनलाई पनि भेटिसकेँ। ल अन्जनलाई भेटिसकेपछि अब माथितिर जाऊँ। ल अब अन्जन सँगै जाऊँ यो। अनि अघि मैले जस्तै कपालको लागि टेन्ट भनेको थिएँ भने त्यो टेन्ट चाहिँ तल छ, हेर्नुहोस्, देख्न सक्नुहुन्छ तल छ टेन्टको व्यवस्था। अनि यहाँबाट डाँडामा आएर पुरै चिया बगानको भ्युजको साथमा पछाडि माछा पुछ्रे देख्न सकिन्छ। यही हो। यहाँ माथि पनि होमस्टे रहेछ। अब मान्छे भएको खाना चाहिँ खासै बनाउँदिनँ भिडियो। कुकुर हेर्नु गाइस, कुकुरहरू क्या बबाल कुकुर हो, यस्तो बबाल छ। सही छ कि गाउँ चाहिँ हेर्नु, यस्तो राम्रो घरहरू। सबै नाकमा